साथीहरु नमस्कार, म दीपक खत्री। आज हजुरहरुलाई मैले रेशियो प्रोपोर्सन टपिकबाट लोकसेवाले बारम्बार सोधिराख्ने मोडल क्वेशन लिएर आएको छु। जुन क्वेशन चाहिँ हेर्नु त पहिले नै सोधेको क्वेशन लिएर आएको छु मैले। यसलाई कसरी छोटो तरिकाबाट समाधान गर्न सकिन्छ मैले हजुरहरुलाई सर्ट एन्ड स्वीट ट्रिक सिकाउँदै छु हेर्नु त। अब हेर्नु है क्वेशनले के भनेको छ हेर्नु त। यहाँ के भनेको छ भन्दा यदि 3 = 4b = 5c भए a:b:c को मान कति हुन्छ भनेको छ। विद्युत प्राधिकरणको 5औं तहलाई 2083 मा लेटेस्ट सोधेको क्वेशन छ हेर्नु त। यसलाई कसरी समाधान गर्न सकिन्छ क्वेशनले के दिएको छ हेर्नु त। 3a = 4b = हेर्नु त 4b = 5c भए हामीलाई सोधेको के छ भन्दा हेर्नु त a:b:c सोधेको छ। अब यसलाई कसरी गर्न सकिन्छ भनेपछि हेर्नु है छोटो तरिकाबाट। यदि a को रेशियो निकाल्छ भने a लाई लुकाउने, अब b र c गुणन गर्ने त b सँग 4 छ यहाँ 5 छ भने 4 × 5 = 20 हेर्नु त = अब हेर्नु b निकाल्नु छ भने b को रेशियो निकाल्नु छ भने b लुकाउने, अब a र c गुणन गर्ने हेर्नु त 3 × 5 = 15 हेर्नु है। अब c निकाल्नु छ भने c लाई लुकाउने, c लाई लुकायो भने a र को भयो भन्दा b हेर्नु त a सँग 3 छ b सँग 4 छ भने 3 × 4 = 12। अब हेर्नु है यो भन्दा पछाडी हामीले ध्यान दिनुपर्ने कुरा अझै एउटा छ। यदि यी तीनैवटा संख्याहरुलाई कुनै एउटा निश्चित संख्याले काटेर यो भन्दा सानो रेशियो बनाउन सकिन्छ भने यसलाई सानो बनाउने हो र यसलाई सानो बनाउन सकिदैन भने हाम्रो फाइनल रेशियो भने यही हुन्छ। अब हेर्नु त यहाँनिर बनाउन सकिन्छ कि सकिदैन भनेपछि हेर्नु है तीनैवटालाई फेरि यो दुईटा वालालाई होइन, दुई अगाडिको दुईटा पछाडिको दुईटा गर्न मिलेन, तीनैवटालाई कुनै एउटा निश्चित नम्बरले कट्ने हुन पर्यो। हेर्नु त जस्तै 20 र 15 लाई कतिले भाग जान्छ दुईटैले 5 ले जान्छ तर 12 लाई जान्छ त जादैन। अब त्यस्तै गरेर हेर्नु त 15 र 12 लाई हेर्नु त 3 ले जान्थ्यो तर 20 लाई जाँदैन हेर्नु त। अब त्यस्तै गरेर हामीले 12 र 20 लाई 2 ले जान्थ्यो तर 15 लाई जाँदैन। त्यसको मतलब के हो भने पुरै संख्याहरुलाई कुनै एउटा निश्चित नम्बरले अहिले काट्न सकिने अवस्था छैन। त्यसैले हाम्रो फाइनल रेशियो भने यही हुन्छ हेर्नु त a:b:c को मान कति हुँदो रहेछ भन्दा 20:15:12 हुँदो रहेछ, जुन चाहिँ हेर्नु त हाम्रो अप्सन नम्बर सी मा छ। अब हजुरहरुको लागि एउटा क्वेशन राखिदिएको छु हेर्नु त मैले। क्वेशन के छ भने हेर्नु त 2 नम्बरमा हेर्नु भयो भने यदि 4 = 5b = 6c भए a:b:c को मान कति हुन्छ भनेको छ। जुन प्रश्न बागमती प्रदेशको 7औं तहलाई 2080 सालमा सोधेको छ यो प्रश्नको चाहिँ एन्सर अथवा चाहिँ a:b:c को मान कति हुन्छ हजुरहरुले कमेन्ट गर्नु होला।